को दूरी छ यसलाई मेटाउनको लागि तमान खोलाको प्रस्तुति कस्तो रहन्छ, तमान खोलाले कसरी यसको जवाफ दिन्छ त्यो पनि हेर्न बाँकी छ। निकै राम्रो जवाफ प्रस्तुत गरिसकेको छ दर्शकवृन्द। 5-8 निकै पावरफुल स्पाइक थियो, तर त्योभन्दा अझ राम्रो ब्लकको कारण दोस्रो पटक फेरि जर्सी नम्बर 9 अबको निर्णायक खेल हो यो। ढोरपाटन र तमान खोलाकै जसले जित्छ त्यसले आगामी गेममा आफ्नो यात्रा तय। नम्बर 5 रहेको छ। अब 5 नम्बर ढोरपाटनले लिन्छ कि 5 नम्बर तमान खोलाले लिन्छ, त्यो गजबको खेल हुनेछ। 5 नम्बर गेमको लागि ढोरपाटनले लिनुपर्ने छ भने 5 नम्बर तमान खोलाले लिनुपर्ने थियो। 1 नम्बरमा अग्रता लिइसकेको छ। नम्बर 6-10 निकै राम्रो पावरफुल स्पाइक थियो, तर म चाहन्छु निकै राम्रो स्पाइक ढोरपाटनको खेलाडी संयमित भएर खेलेको देखिएको छ। आफ्नो खातामा अङ्क वृद्धि गर्नको लागि तमान खोला पनि संयमित नै देखिन्छ। हेरौँ आफ्नो पक्षमा बल कसले पार्छ। अवसर पाएको छ ढोरपाटनले। निकै राम्रो स्पाइक जसको प्रत्युत्तर दिन सकेन तमान खोलाले। निकै राम्रो स्पाइक झोलाले निरन्तरता दियो भने पक्कै पनि ढोरपाटनलाई भेट्नेछ। स्पाइक कमल विकेटबाट तपाईहरुले देखिरहनु भएको छ। ढोरपाटन छका खेलाडीले यसको जवाफ दिनको लागि जर्सी नम्बर 3 तमान खोलाका खेलाडी तयार जस्तो देखिन्छ। जवाफ आइसकेको छ दर्शकवृन्द। आफ्नो खातामा 1 अङ्क वृद्धि गर्दै अन्तिमतिर आइसकेका छौँ। खेल पनि निकै प्रतिस्पर्धात्मक र रोचक बन्दै गइरहेको छ। हेरौँ यो सेट कसले हात पार्छ। निकै जोसका साथ जर्सी नम्बर 3 ले फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गरेको अन्तर छ। यसलाई तमान खोलाले कसरी लिन्छ। ढोरपाटन जसरी पनि गेम आफ्नो पल्टामा पार्नको लागि उत्साहित देखिन्छ। दुवै टिमका खेलाडीहरू अङ्कको अन्तिमतिर आइरहँदा फेरि 1 नम्बर थप्दै ढोरपाटनले अन्तिम अङ्क पुर्याएको छ। नम्बर 14-10 राम्रो अवसर मिलेको छ तमान खोलालाई, जहाँ 1 नम्बर थपेर 11-14 बनाएको छ। यदि तमान खोला संयमित भएर खेल्यो भने जसरी पनि जित्छु भन्ने जोसका साथ खेल्यो भने पक्कै पनि होल्ड गर्न सक्नेछ। यदि होइन भने ढोरपाटन गेमको अन्तिम अङ्कमा छ। यो खेल प्रतिस्पर्धात्मक भएको छ, रोचक भएको छ। निकै पावरफुल स्पाइकका साथ जर्सी नम्बर 4 ले यो सेट पनि आफ्नो पल्टामा पार्दै आफ्नो यात्रा अगाडि बढाएका छन्। खेलाडी साथीहरूलाई